लेख्नुभएको यो पुस्तक हो ताकि यहाँनिर व्यवस्थाको पुस्तकमा 4 अध्यायको 10 पदमा यहाँनिर कसैले खोलेर भनिदिनुहोस् न, पढिदिनुहोस् न है। चर्को सहरमा इन्हेरिटेन्स आफ्नो पुस्तालाई बाँड्ने छोड्ने भनेको के कुरा हो भन्दाखेरि परमेश्वरको काम। परमेश्वरमा हामी जसरी परमेश्वरमा बढिरहेका थियौँ त्यो कुरा चाहिँ परमेश्वरमा चाहिँ नानीहरू पनि बढ्न सकुन् र नानीहरूले पनि परमेश्वरको भय, नानीहरूले पनि परमेश्वरको महिमामय कार्य, नानीहरूले पनि परमेश्वरको शक्तिशाली कार्यहरूलाई चाहिँ देख्न सकुन्। परम प्रभुले आदर्श बाबुलाई आशीर्वाद दिउन्। परम पिता परमेश्वर, यो जसरी तपाईँको परमेश्वर भजन आशिष तपाईँले दिनुभएको छोराको रूपमा हामी यही कुरामा हामी धन्यवाद छौँ कि प्रभु तपाईँले गर्नुभएको काम, परमेश्वरले गर्नुभएको र तपाईँले आज्ञा हामीलाई सिकाउनु भएको कुराहरूलाई प्रभु हामी नाममा मात्र होइन तर येशू तपाईँमा हामी राख्न सकौँ। येशू तपाईँको कुराहरूलाई बाँड्न सकौँ। हामीलाई जसरी तपाईँले सिकाउनु भएको कुराहरूलाई आज परिवारलाई पनि हामी यही उत्साह हौसला र प्रभु भन्दछौँ कि प्रभु आफ्नो छोरा छोरी जसरी इनाम हुन्, छोरा छोरीहरू इनामलाई प्रभु भाइ बहिनीलाई ज्ञान बुद्धिहरू दिनुहोस्, सुरक्षित गर्दै तपाईँको परमेश्वरबाट नानीको मम्मी ल्याउदिनँ, म अगाडि बढाउँदैछु भएर केक काट्नुहुँदैछ। त्यस पछाडि अनि यो समय घर परि